तपाईं हेर्दै हुनुहुन्छ रमाइलो फिल्मी कुरा। लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सिनुहोला। दर्शकवृन्द, यहाँले फ्रेममा देखिरहनु भएको छ नेकपाका नेता त्यस्तै पीएचडी स्कलर पुण्य गौतम। पछिल्लो समय उहाँलाई मुद्दा लाग्दैछ भन्ने एउटा सनसनी खबर मचिएको छ। पुण्यजी, हजुर, सरिन तामाङ उहाँको आमालाई बलात्कार गर्नुपर्छ भनेर शर्मिला वाइबा उहाँले बोलेको कुरा र तपाईँ पनि सँगसँगै त्यहाँ हुनुहुन्थ्यो भनेर यो कुरा आइरहेको छ। यसलाई कसरी तपाईँ के बुझ्नु भएको छ र के हुँदैछ अगाडि के भन्नुहुन्छ? अब उहाँलाई मैले फेसबुकमा देखेको खास उहाँसँग सशरीर भौतिक भेट पनि भएको थिएन। फिजिकली म उहाँलाई चिन्दैन थिएँ। एकचोटि वैदेशिक रोजगार विभागमा हामीले हेमराजी, ज्वालाजी, हामी लगायतका मानिसहरूले एउटा पीडितलाई न्याय दिलाउनको निम्ति त्यहाँको महानिर्देशकको च्याम्बरमा जाँदाखेरि एकजना बॉइज कट काटेको म पहिला त झुक्किएँ। किनभने अब यो कुरा गर्दाखेरि यसलाई आपत्तिजनक रूपमा यहाँले नलिनु होला। उहाँलाई मैले कुनै दाई वा भाइ भन्ठानेको थिएँ। बहिनी हुनुहुँदो रहेछ। उहाँको नाम सरिनजी रहेछ र राम्रै बातचित भयो। उहाँले पनि मिठै कुरा गर्नुभयो र त्यहाँ मलाई लाग्छ मैले फोन पनि लिन भ्याइनँ होला। उहाँले मेरो नम्बर लिए जस्तो लाग्छ र त्यसपछि उहाँसँग कुनै पनि कुराकानी भएको थिएन र मैले उहाँको नाम कतै लिएको पनि छैन। उहाँले मेरो नाम बारम्बार विभिन्न इभेन्टमा मुछिरहनु भएको छ र मलाई लक्षित गरेर क्षेप्यास्त्र पनि छोडै हुनुहुन्छ। कति सहनुको पनि एउटा हद हुन्छ। हुँदा अहिले आएर मैले खाँदै नखाएको विष मलाई कोच्चाइएको छ। मैले केही बोलेकै छैन, तै पनि पुण्य गौतमले यसो गर्यो भनेर झुटो कुरा प्रचारमा ल्याइएको छ। बरु उहाँले चाहिँ सरिनजीले केही समय अगाडि विनयजङ बस्नेत आमा बलात्कारी हुन् भनेर एउटा सङ्गीन र अत्यन्तै आपत्तिजनक ढङ्गले बोल्नु भएछ र त्यसको प्रत्युत्तरमा कसैले एन्टी मिसाइल छोडेछ र त्यो एन्टी मिसाइल छोड्ने व्यक्तित्व मेरो छेउमा हुनुहुँदो रहेछ। एउटा कुरा के छ भने जस्तो हामीले बातचित गरिरहेका छौँ, तपाईँले के बोल्नुहुन्छ त्यो कुरोको जिम्मेवारी त तपाईँ लिने हो नि त। मेरो छेउमा डिबेटमा अथवा 3-4 जना समूहमा बसेको बेलामा मेरो छेउमा बसेको कुनै व्यक्तिले केही बोल्यो होला, तर त्यो अभिव्यक्तिको जिम्मेवारी त मैले लिन सक्दिनँ नि। कसले के बोल्छ के भन्छ मैले चुइक्क बोलेको छैन। म त उहाँको भलो चाहन्छु, उहाँको हित होस्, प्रगति होस्, सरिन बहिनीलाई सफलता मिलोस्। तर उहाँले नजाने किन हो कुन जन्मको रिस निकालिरहनु भएको छ र मान्छेलाई भ्रमित पनि गरिरहनु भएको छ र मेरो विषयमा भए नभएका फुँदा गाँसेर उहाँले दुष्प्रचार गर्नुभएको छ। म सरिन बहिनीलाई भन्न चाहन्छु, स्क्रिनसटहरू राखिएको छ। तपाईँले होइन, मेरो मानहानि तपाईँले गरे बापत म जान सक्थेँ साइबर क्राइम वा कुनै पनि मुद्दामा, तर म त्यो नेचरको मान्छे होइन। मलाई जसले झुटो अभियोग लगाउनु भएको छ, इल्जाम लगाउनु भएको छ, ती सबैलाई साइबर क्राइम गर्ने हो भने आज नेपालका कुनै पनि हिरासत र जेलहरू टनाटन हुन्छन्, भरिन्छन्। त्यसकारण म त्यतातिर जान्न। तर यहाँलाई म भन्न चाहन्छु, सरिन बहिनी, तपाईँले विनयजङ बस्नेतलाई आमा बलात्कारी भन्नुभएको छ र उहाँले के भन्नुभयो भन्दा तपाईँहरू जुन दिन माइती घरमा एउटा कार्यक्रम भएको थियो, विनयजङ बस्नेत रिहा हुनुपर्छ भनेर तपाईँले कार्यक्रम गर्नुभएको थियो होइन? त्यो कार्यक्रम पछि शर्मिला वाइबालाई केही समय हिरासतमा पनि लियो। त्यसपछि उहाँ छुटिसकेपछि तपाईँ र शर्मिला वाइबा त्यहाँनिर सँगै हुनुहुन्थ्यो। त्यसपछि त्यहाँनिर तपाईँ बोलिरहँदाखेरि शर्मिला वाइबाले उसको आमालाई चाहिँ बलात्कार गर्नुपर्छ भनिरहँदाखेरि तपाईँले त्यहाँनिर कुनै पनि त्यो कुरालाई तपाईँले हुँदैन, यस्तो बोल्नु हुँदैन, केही पनि भन्नु भएन। अरू बेलामा तपाईँहरू समाजसेवी भनौँ अथवा सामाजिक अभियन्ताहरू दुधमा पानी मिसिए जस्तै गरेर तपाईँहरू मिसिएर बोलिरहनु भएको हुन्छ। त्यो गलत हुँदाखेरि तपाईँले किन आवाज उठाउनु भएन त्यहाँनिर? अब एउटा कुरा म तपाईँलाई भन्छु, प्रष्ट रूपमा भन्छु कि त्यहाँ मैले के बोलेँ के बोलिनँ, बोलेको भए पो आपत्ति हुन्छ। मैले बोलिनँ रे, मेरो मौनताको अर्थ के लगाउने? मैले त्यहाँ हुँदैन भन्न खोजेको छु, यसो गरेको छु, होइन भनेको छु, इसारा गरेको छु। याद गर्नु होला त्यो भिडियो। त्यहाँ म मात्रै छैन, 4-5 जना व्यक्तित्वहरू हुनुहुन्छ, तर काटेर मेरो र शर्मिला बहिनीको मात्रै ट्याक्क भिडियो मिलाएर राखिएको छ। त्यो पनि एउटा कैची चलाइएको अद्भुत प्रतिभा होला। दोस्रो कुरो, जब सरिन बहिनीले विनयजङ बस्नेतलाई आमा बलात्कारी भन्नुहुन्छ भने शर्मिलाले त्यो ढङ्गको बोल्नु हुँदैन थियो। शर्मिलाले पनि, म शर्मिला बहिनीलाई भन्न चाहन्छु, तपाईँले पनि बोल्नै नहुने कुरा बोल्नुभयो। सायद त्यहाँ न्युटनको थर्ड लॉ अफ मोसन उहाँले लागू गर्न खोज्नु भएको थियो कि प्रत्येक क्रियाको विपरीत तर समानान्तर प्रतिक्रिया त्यहाँ प्राप्त भएको थियो कि? तर पनि तपाईँ सरिन बहिनी, तपाईँले विनयजङ बस्नेतलाई आमा बलात्कारी भन्नु पनि स्वरयाना गलत।
र शर्मिला बहिनीले पनि तपाईँलाई त्यसो भन्नै नहुने उहाँको पनि गल्ती हो। तर ट्याग त बलात्कारी आमा बलात्कारीको ट्याग त तपाईँलाई लाग्यो नि, कस्तो महसुस हुँदो रहेछ? म आफै मेरो ममतामयी आमालाई गुमाएको मान्छे, पुण्य गौतम एउटा इमान जमान चरित्रमा हिँडेको मान्छे हो। मैले कहाँ त्यसो भनेको छु? त्यस्तो ट्याग जबला पनि भिराउँदै हिँड्ने, बोल्दै नबोलेको, खाँदै नखाएको विष लाग्छ। मैले बोलेको छु त्यहाँ, बरु नबोल्नु भनेर इसारा गरेको छु, पख्नुस् पख्नुस् भनेको छु त्यहाँ। त मेरो पख्नुस् पख्नुस् भनेको कुरालाई यस्तो नबोल्नुस् भनेर इसारा गरेको कुरालाई उहाँले गलत व्याख्या गरेर उल्टै यसले उ गर्यो। उहाँ के बनझाँक्री भएको रिठे झाँक्री हो, ध्यानी हो, ज्ञानी हो। र दुनियाँमा कुनै पनि कानुनले पुण्य गौतमलाई मुद्दा लगाउँछु भन्ने त धेरै आए, तर पुण्य गौतम झुक्दैन। कुनै पनि दुनियाँको कानुन, संसारमा अन्धो कानुन त छैन होला नि। पुण्य गौतमले बोलेको छ त्यहाँ लाग्छ, तर सरिन बहिनी र उहाँलाई लाग्न सक्छ। सरिन बहिनीले त बोल्नु भएको छ नि त, विनयजन बस्नेत आमा बलात्कारी भनेको छ, उहाँले प्रमाणित गर्नु पर्ला नि त त्यो कुरा। भनेपछि अभियन्ताहरूले एउटाले के बोल्यो भने तपाईँहरू अभियन्ता भनेर अगाडि बढ्नुहुन्छ, अनि त्यसपछि आमालाई बलात्कार गर्ने त्यस्तो शब्दहरू राख्नु कतिसम्म जायज छ, के भन्नुहुन्छ? मैले अघि नै भने त्यहाँ सरिन बहिनीको पनि गल्ती भएको छ र शर्मिला बहिनीले पनि भन्नु नहुने थियो। दुवैको कमजोरी भएको छ, दुवैको उति नै गल्ती छ। यो कुरामा सबैभन्दा राम्रो बुद्धिमानी के हुन्छ भने दुवैले अहम भन्ने, आफ्नो कमजोरी स्वीकारेर घरमा बस्ने। होइन भने कुरा के हुन्छ भने उहाँ यदि चोखो पवित्र विनयलाई नबनेको भए विनयजङजीले भोलि त्यो मुद्दा विनयजङजीले मात्रै पर्दैन, अरूले उहाँले यो बोल्नु हो भनेर उहाँलाई साइबर क्राइम लगाइदियो भने के हुन्छ? आफ्नो आङमा चाहिँ भैँसी हिँडेको पनि नदेख्ने, अरूको आङको जुम्रो हेर्ने, त्यसमा पनि पुण्य गौतम जसले त्यस्तो शब्द सपनामा पनि सोच्न सक्दैन। आमा जस्तो पवित्र स्तुत्य चिजलाई मैले त्यो भन्छु? म बेवकुफ छु? म माथि यस्तो इल्जाम लगाउने, झुटो कुरा गर्ने, मेरो चरित्रमाथि यो छ्याप्ने, म जस्तो सभ्य इमान्दार मान्छेमाथि यस्तो खालको जालजेल कपट गर्ने? मसँग स्क्रिनसट छैन? मलाई कुकुर भनिएको छ। यो शब्द लिएर म जानु नपरोस्, म यो भन्न चाहन्छु। अब तपाईँ माथि त मुद्दा लाग्दैछ भनेपछि बचाउमा के गर्नुहुन्छ तपाईँ? मुद्दा लाए पो लाग्नु, मैले मुद्दा हालिँदैछ। कसरी मुद्दा लाग्छ तपाईँ भन्नु? मुद्दा हाल्छु भन्नुभएको छ उहाँले। हाल्छु त म तपाईँ विरुद्ध पनि भन्छु, तपाईँलाई ज्यानमारा मुद्दा हाल्छु म। त्यहाँ अस्ति एउटा हत्याकाण्ड हो, त्यो पशुपतिको बेवारिसी लासमा तपाईँको भूमिका छ अरे, तपाईँलाई म ज्यानमारा मुद्दा हाल्न सक्छु? सक्दिनँ नि, किनकि तपाईँको भूमिका छैन, तपाईँले खिच्नु हो अरे, त्यसको बापत मैले तपाईँलाई मुद्दा हाल्न सक्छु? हो, यस्तै कुरा हो यो। भनेपछि तपाईँको इज्जत इमान र प्रेस्टिज माथि नै धक्का लाग्दैछ, आमा बलात्कारको ट्याग लाग्दैछ, तपाईँ चुप लाएर बस्नुहुन्छ? आमा बलात्कारको होइन, शब्द गलत नलिन्न। आमा बलात्कारी भन्यो भनेर मैले भन्यो भने छैन, त्यहाँ बहिनीको नाम लिइएको छ। तर मलाई अनावश्यक रूपमा सायद अब चर्चामा आउन टिआरपी पठाउन पो यो गरियो कि के गरियो त्यो मलाई थाहा छैन। कसैले पुण्य गौतमको नामलाई चर्चामा ल्याएर प्रचारमा आउन खोज्छ भने यस्तो बेला बेलामा भइरहेको छ फन्डा, त्यसमा मेरो भन्नु केही छैन। मैले मेरो वकिलसँग सल्लाह गरिसकेँ, बरु उहाँले मलाई के सुझाव दिनुभएको छ भने तपाईँलाई जुन ढङ्गले कुकुर भनियो त्यो शब्द लिएर जानुहोस् न साइबर क्राइममा लाग्छ भन्नुभएको छ। यदि उहाँले धेरै को जाने, पहिला तपाईँ जाने कि सरिनजी जाने? म त जान्न, म किन जान्छु? म त विशाल हृदयको मान्छे, नेल्सन मण्डेला जस्तै विशाल हृदय छ। फर्गिभ बट नट फर्गेट होइन, मैले बोल्दै नबोलेको शब्द मेरो मुखमा कोच्याइन्छ भने स्क्रिनसट लिएर म पनि जान्छु। तपाईँको कत्रो मन छ कि यत्रो तपाईँलाई ट्याग लाग्दैछ, अहिले आइसक्यो पुण्य गौतमलाई मुद्दा दर्ता हुँदैछ भन्ने कुरा आउँदा पनि तपाईँ यत्रो ठुलो छाती बनाएर बोलिदिनु भएको छ। उहाँहरूलाई पनि के थाहा छ भने यो मुद्दा पुण्य गौतमलाई लाग्दैन, त्यसकारण पुण्य गौतमको नाममा हल्ला गर्ने, कहीँ पे नजर कहीँ पे निशाना, कसैलाई पेलबाल जेलजाल ठेलठाल गर्ने। अनि उहाँलाई अर्को कुरा पनि थाहा छ कि उहाँले विनयजन बस्नेतलाई कुकुर भन्नुभएको छ। अनि त्यसपछि उहाँले माफ गर्नु होला, विनयजी मानव हो, विनयजीलाई एउटा मानवको रूपमा हामी सम्मान गर्नुपर्छ। अनि उहाँलाई यो पनि थाहा छ कि पुण्य गौतमलाई पनि मैले त्यस ढङ्गको डगको त्यसरी गाली गरेको छु। उपाधि पायो होइन, गौतमले डगको उपाधि पायो होइन, सिधासिधी त्यसो भन्नु हुँदैन। त्यो तपाईँले त्यस्तो खालको कुनै ऊ नगर्नु होला, त्यसमा मेनिपुलेसन नगर्नु होला। अर्को कुरा म तपाईँलाई भन्न चाहन्छु, विनयजङ बस्नेतलाई उहाँले आमा बलात्कारी भन्नुभएको छ, त्यो प्रमाणित गर्नुपर्छ कि पर्दैन? उहाँले गर्नु भएन भने उहाँलाई के होला सोच्नु भएको छ? मासतिर फर्केर नथुक्नु महोदया, तपाईँ इज्जतदार व्यक्ति हो भने तपाईँको जीवन धन्य होस्, तपाईँलाई सफलता मिलोस्, तपाईँलाई आराम मिलोस्, तपाईँलाई सबै होस्। तर पुण्य गौतमले केही पनि बोलेको छैन, उसलाई कुनै इन्द्रेका बाबु चन्द्रले छुनै सक्दैन।
यदि कसैले मलाई झुटो मुद्दै लगाउँछ भने पनि त्यो 1 मिनेटमा खारेज गरिदिने क्षमता म राख्छु। त्यो मलाई केही हुँदैन त्यो मुद्दा। तपाईँ त भित्र छिर्दै बाहिर निस्किँदै गर्नु पनि सिपालु हुनुहुन्छ, केही हुँदैन तपाईँ। सिपालु होइन, मैले गर्दै नगरेको कुरामा कहाँ हुन्छ। मैले तपाईँलाई भने नि अस्ति तपाईँहरूले बेवारिसे लासको फोटो खिच्नुभयो। अब मैले भन्ने कि त्यो लासमा तपाईँको भूमिका छ, तपाईँहरूकै खोगरीले छप्कायो। तपाईँलाई मुद्दा लाग्छ त लाग्दैन नि त, त्यस्तै कुरो हो यो पनि। समय समाप्ति लागि तपाईँलाई धेरै धेरै धन्यवाद। उहाँलाई बहुत महँगो पर्नेवाला छ मुद्दा मामिलाको लफडामा जानु हो भने, किनभने उहाँ आफैले विनयजङ बस्नेतलाई सङ्गीन र झुटो आरोप लगाउनु भएको छ। विनयजङ बस्नेतको आमा भनेको पवित्र आमा हो, उहाँ पावन पवित्र आमा, बितिसकेको आमालाई उहाँले त्यस्तो आरोप लगाउनु भएको छ र उहाँलाई कसैले भन्नु पनि गलत हो। सरेनजीको आमा पनि महान आमा हुनुहुन्छ, उहाँलाई म सेल्युट गर्छु, सम्मान गर्छु। थ्याङ्क यू।